सम्पूर्ण संसारभरि छरिएर रहनुभएका सम्पूर्ण मेरा प्यारा आदरणीय दर्शकहरूलाई चाहिँ यस पुष महिनाको जाडोसँगै न्यानो घामको चाहिँ साथसाथै नमस्कार पनि भन्न चाहे। ल हेर्नुहोस्, तपाईँहरू संसारको जुनसुकै कुनाबाट हेर्दै हुनुहुन्छ त्यो कुनामा यो घाम यति राम्रो घाम लागेको छ कि छैन खै पनि मलाई थाहा भएन। तर हेर्नुहोस् त यहाँ अर्ग्यानिक घाम यो मैले चाहिँ लिँदै गर्दाको अवस्था मैले चाहिँ त्यत्तिकै मनले मानेन र तपाईँहरूलाई पनि यो अर्ग्यानिक घामको चाहिँ एउटा दृष्टि देखाइदिइहालौँ भनेर हेर्नुहोस् त कस्तो छ अर्ग्यानिक घाम, कति राम्रो चट्ट चाहिँ यो घाममा यो पुसको महिनाको घाम चाहिँ कति प्यारो, यति नै प्यारो सबै संसारभरि छरिएर रहेका सम्पूर्ण मेरा आदरणीय दर्शकहरू पनि तपाईँहरू पनि मेरो लागि अहिलेको यो जो पुस महिनाको जाडोमा लागेको घाम जस्तै प्यारो हुनुहुन्छ कि हो साँच्चै भनेको। तपाईँलाई कस्तो लाग्छ? तपाईँहरूलाई यदि म प्यारो लाग्छु र यो घाम जस्तै तपाईँलाई पनि मेरो भिडियो प्यारो लाग्छ भने मेरो यस मिनी भ्लगमा तपाईँलाई स्वागत छ र मिनी भ्लग यसमा मैले प्रस्ट्याउँदै गर्दाखेरि तपाईँलाई पनि यत्तिकै प्यार र माया अस्तित्व हुनेछ भन्ने आशा पनि लागेको है। हेर्नुहोस्, तपाईँ संसारको जुनसुकै कुनाबाट कुना कप्चाबाट तपाईँ चाहिँ कुना काप्चाबाट हेर्दै हुनुहुन्छ भने पनि तपाईँले यस भिडियोलाई चाहिँ स्क्रोल गर्दै तपाईँको मोबाइलमा स्क्रोल गर्दै गर्दाखेरि यदि यो भिडियो आयो भने टक्क रोकेर एकछिन पक्कै पनि सुन्नु होला है। यो मिनी भ्लग मैले चाहिँ तपाईँहरूको लागि नि भनेर नै बनाएको छु। हेर्नुहोस् त यो पुसको महिनामा कतिपय ठाउँमा ढुँडी लागेर कुहिरो लागेर घामको नाक मुखै देखिएको छैन होला, तर यहाँ चाहिँ हेर्नुहोस् त कस्तो मजाको घाम देखिएको छ। ल हेर्नुहोस् एकैछिन है, हेर्नुहोस् आहा है कस्तो गजबको घाम देखिएको छ र कति मजाले चाहिँ यो घामको चाहिँ आनन्द लिइरहेको अवस्थामा तपाईँहरूलाई आनन्द लिनु भएको छ कि छैन खै त्यो त मलाई थाहा भएन। कहाँबाट हेर्दै हुनुहुन्छ, संसारको कुन कुनाबाट तपाईँ हुनुहुन्छ कमेन्ट अवश्य गर्नुहोला र कमेन्टमा भन्नुहोला तपाईँको क्षेत्रमा तपाईँको एरियामा तपाईँको गाउँठाउँमा यति राम्रो यति न्यानो यति प्यारो घाम लागेको छ कि छैन त्यो पनि भन्नुहोला। र हेर्नुहोस् त मलाई चाहिँ घाम असाध्यै प्यारो लाग्छ। जाडो महिनाको घाम असाध्यै प्यारो लाग्ने, गर्मी महिनाको घाम देख्दै रिस उठेर आउने। तपाईँलाई पनि यस्तै हुन्छ? यदि तपाईँलाई पनि यस्तै हुन्छ भने तपाईँको र मेरो विचार ठ्याक्कै मिल्दो जुल्दो रहेछ भन्ने मलाई लाग्छ है। ल भन्नु त तपाईँलाई कस्तो लाग्छ? तपाईँको र मेरो विचार मिल्छ कि मिल्दैन कमेन्ट गर्नु होला। यति भन्दै म चाहिँ आजको यो मिनी भ्लगलाई यहीँ अन्त्य गर्छु, यहीँ समाप्त गर्छु भन्दै सबैलाई चाहिँ फेरि एकपटक नमस्कार भन्न चाहे। नमस्कार गर्दै बाई बाई भन्नु।